सुलबुले बालापनदेखि स्नातकोत्तरको बिचसम्म आइपुग्दा थिचिएका जिम्मेवारीका काँध, बाआमाको धासा फाटेका सुतेका पाउ, आमाको चाउरी परेका गाला, घरको खिया लागेका जस्ताका छाना आज तिमीलाई पर्खिरहेको छ। तिम्रो प्रगतिको लागि मौन ती शीतहरू, तिम्रो प्रगतिको लागि मौन ती शीतहरू आज तिम्रो विदाईसँगै सीमान्त पहाडसम्म पुग्न हतारिरहेका छन्। विदाईको छेडले तिम्रो मन भारी भइरहँदा, विदाईको छेडले तिम्रो मन भारी भइरहँदा सम्झाउनु आफैलाई सुनौला भविष्यका ढोका खुलेका छन् भनेर। जिन्दगीको दौडमा हामीलाई भेटाउने खै रोको मन नै कस्तो कस्तो गाह्रो हुने रहेछ यो मन नै कस्तो कस्तो गाह्रो हुने रहेछ। समयले रोकियो कस्तो भारी हुने रहेछ। साथीहरु पनि खिचाउनु।